अपेक्षा पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने पनि मलाई लागिरहेको छ। जे भए पनि आज हामी यहाँ छौँ। अन्तर्राष्ट्रिय महिला दिवस मनाउनका लागि हामी यहाँ छौँ। यसका लागि सबैजना जानेर वा नजानेर, थाहा पाएर थाहा नपाएर हामीले केही गर्यौँ। घरमा, स्कुलमा, समाजमा, अफिसमा र आज यसरी भेला भइरहेका छौँ। हामीले केही गर्यौँ। आजको दिन भनेको हामीले गरेका प्रगतिहरूको समीक्षा गर्ने, भएका सफलताहरूलाई सेलिब्रेट गर्ने र हामीले गरेका कामहरूमा विश्लेषण गरेर त्यसमा भएका ग्यापहरूलाई पहिचान गर्दै सम्बोधन गर्दै जाने दिन हो। यस अर्थमा मैले यहाँलाई अन्यथा गरिनँ भने सबैजना आफ्नो आफ्नो स्थानमा उठिदिन हुन अनुरोध गर्दछु। मनाउँ हामीले अन्तर्राष्ट्रिय महिला दिवस। सबैले हुर्रे गरेर मनाउँ। यसो गर्नुहोस्, हुर्रे। धन्यवाद। हामीले आफ्नो खुसी बनाउन जानेको छैन। हामीले कति काम गरेका छौँ। हाम्रो आमाहरूले, हाम्रो बाहरूले थाहा नपाइकन महिला अधिकारमा काम गर्नुभयो। हाम्रो बाहरूले, हाम्रो आमाहरूले महिला अधिकार थाहा नपाइकन काम गर्नुभयो। उहाँहरूको लेखाजोखा पनि भएन, हामीले पहिचान पनि गरेनौँ र हामी त्यसकै भागीदार छौँ। र हामीले गर्यौँ। त्यसै कारणले गर्दा हामीले हाम्रो आफ्नो काम, आफ्नो समीक्षा, आफ्नो प्रगतिलाई चाहिँ आफैले धन्यवाद दिनुपर्छ, आफैले सेलिब्रेट गर्नुपर्छ। हामीले केही गरेनौँ होइन। तपाईँहरूलाई विदेश बसेर हेर्दाखेरि, नेपालको समाचार बिहानै उठेर मोबाइलमा हेर्दाखेरि दुःख लाग्न सक्छ। बक्सीको केस, बलात्कारको केस, अर्को महिला मरेको केस, ज्यान लिएको केस, थुप्रै केसहरू नराम्रो लाग्न सक्छ। तर हामीले त्यो केसहरू आज प्रगति गर्दाखेरि आएका हौँ। ती केसहरू हिजो पनि हाम्रो समाजमा थिए, आज पनि छन्। हाम्रो मिडियामा हामीले प्रगति गरेका कारणले गर्दा, सञ्चारमा प्रगति गरेका कारणले आएका हौँ। त्यसको मतलब हामीले प्रगति नै गरेनौँ भन्ने होइन, हामीले धेरै प्रगति गर्यौँ। हाम्रो आमाहरूले जे कुरा पाउनु भएन, हामीले त्यो कुरा पायौँ। देशमा हेर्नुहोस्, नेपाललाई दक्षिण एसियामा हेर्ने हो भने नेपालको कानुन अथवा नेपालको अन्तरिम संविधान चाहिँ महिला मैत्री संविधान हो, जसका कारण तपाईँ र हामी आज जहाँ भए पनि सँगै बसेर कुरा गर्न पाएका छौँ। यस अर्थमा हामीले धेरै प्रगति गर्यौँ। हामीसँग सन् 2006सम्म 157वटा कानुनहरू विवेककारी थिए। आज त्यसको मात्रा घट्दैछ। हामीले गर्दै गएनौँ भने हामीले गऱ्यौँ, गर्दैछौँ, सिक्दैछौँ। हामी सबै सिक्ने प्रक्रियामा छौँ। तर हामीले पुरा गरिसकेका छैनौँ। हामीले ढुक्क भएर बस्ने अवस्था छैन। हाम्रा छोरीहरू, हाम्रा दिदीबहिनीहरू घरमा सुरक्षित हुनुहुन्न। अघि प्रसङ्ग चलेको थियो, शिक्षित हुनुपर्छ, शिक्षित भयो भने हिंसा हुँदैन भन्नुभएको थियो। तर मेरो विचारमा हिंसाबाट मुक्त हुनका लागि शिक्षितै हुनुपर्छ भन्ने छैन। धेरै शिक्षा प्राप्त गर्नुभएका अथवा युनियनमा काम गर्ने अथवा मानवाधिकारमा काम गर्ने अथवा शिक्षकहरू, त्यस्ता व्यक्तिहरूबाट पनि महिला हिंसा भएका छन्। वास्तवमा हिंसा हुनु भनेको हाम्रो सामाजिकरण कसरी भयो भन्ने कुरा हो। हामीलाई कसरी हुर्काइयो हाम्रो बाआमाहरूले, हाम्रो समाजले, हाम्रो विद्यालयले, हाम्रो चाहिँ यो यस्तो संस्थाहरूले हामीलाई छोराछोरी बिच कसरी हुर्कायो भन्ने कुरा हो। हामीले महिला हिंसाको कुरालाई लिएर हेर्दाखेरि दुईटा कुराबाट महिला हिंसा हुन्छ। एउटा कुरा भनेको पावर चाहिँ अनइक्वल भयो र अर्को कुरा भनेको चाहिँ हाम्रो सामाजिक संस्था अथवा हाम्रो समाजमा भएका हार्मफुल प्र्याक्टिसेसहरू अथवा चाहिँ रूढिवादी परम्पराहरू, ती कारणले गर्दा हिंसा हुन्छ। त्यसै कारणले गर्दा हामीले संस्कृति कस्तो बनाउने, कसको लागि बनाउने, हाम्रा छोराछोरीलाई कसरी हुर्काउने भन्ने कुरा आजको चुनौती हो। हामीलाई रियल म्यानहरू चाहिएको छ। रियल म्यान भनेको रियल हस्बेन्ड, रियल फादर,
इम्पावर वुमेन इम्पावर ह्युम्यानिटी भनेको छ। यस अर्थलाई हेर्दाखेरि पनि हामीले हाम्रो छोराछोरीहरूलाई कसरी हामीले सबै संस्कार सिक्यौँ, हामीले एकदमै समानुपातिक हिसाबले हुर्कायौँ भन्ने मलाई लाग्दैन। मैले अमेरिका गएर हेरेँ, बेलायतमै पनि हेरेँ, महेन्द्रजीले कुरा पनि गर्नुभयो, हामी अर्को कार्यक्रममा थियौँ, हामीले अझै पनि छोराछोरी बिच विभेद गरेका छौँ। जबसम्म हाम्रो मानसिकता माइन्डसेट चेन्ज होइन तबसम्म हामीले यस्ता दिवसहरू मनाएर मात्रै सम्भव छैन। हामीले यो दिवस मनाइरहँदा मैले चाहिँ अघि रामचरणजीसँग कति वर्ष भयो भनेर सोधेँ, प्रवासी नेपाली मन्त्रीले कति वर्ष भयो भनेको जनवरीमा 10 वर्षको वर्षगाँठ मनाइयो भन्नुभयो। मेरो दिमागमा प्रश्नहरू आए। त्यो प्रश्नहरू भनेको हामीले कतिपटक चन्दा दियौँ होइन, हामीले कतिपटक अन्तर्राष्ट्रिय महिला दिवस मनायौँ होइन, हामीले कतिपटक च्यारिटी कार्यक्रमहरू गऱ्यौँ भन्ने होइन। हाम्रो कार्यक्रमले अथवा हाम्रो आवाजले, हाम्रो बलले हामीले कतिवटा महिला हिंसाहरू न्यूनीकरण गऱ्यौँ। हाम्रो